खाने हैन त यो चिसो मौसममा तातो तातो मोमो त्यो पनि इस्कुसको। सो हेलो एन्ड नमस्ते एभ्रीवन, स्वागत छ तपाईहरुलाई हाम्रो किचन हाम्रो भान्सामा। आज चाहिँ म हजुरहरुलाई इस्कुसको मोमो रेसिपी शेयर गर्दैछु, त्यो पनि आफ्नै मेरै तरिकाबाट। र यदि हजुरहरु भेज हुनुहुन्छ भने यो रेसिपी एकदमै बेस्ट हुनेछ हजुरहरुको लागि। आशा छ आजको रेसिपी हजुरहरुलाई पक्कै पनि मन पर्नेछ। सो ढिला नगरी आउनुस् रेसिपी सुरु गरौँ है त। यहाँ चाहिँ मैले डो बनाउनको लागि 400 ग्राम जति मैदालाई लिएको छु। मोमो बनाउँदा डोलाई चाहिँ पहिले नै रेडी गरेर राख्नुपर्छ। यसलाई चाहिँ हामीले 1-2 घण्टा रेस्ट गरेर राख्नुपर्छ। त्यसैले यहाँ चाहिँ मैले सबैभन्दा फर्स्टमा डोलाई रेडी गर्दै छु र यसमा चाहिँ मैले थोरै सनफ्लावरको तेललाई राख्दै छु र थोरै नुनलाई पनि। अब चाहिँ हामीले यसलाई मज्जाले मिक्स गर्नुपर्छ। केही बेरसम्म नुन र पिठोलाई मज्जाले मिक्स गरिसकेपछि अब चाहिँ हाम्रो पिठो डो बनाउनको लागि पनि रेडी भइसकेको छ। अब चाहिँ हामीले यसमा थोरै थोरै गरी पानी राख्दै मिक्स गर्दै जानुपर्छ। यसरी डो बनाउँदाखेरि हामीले एकैचोटी पानी राख्नु हुँदैन। एकैचोटी पानी राख्दाखेरि हाम्रो डो चाहिँ गिलो हुन जान्छ। त्यसैले यसलाई चाहिँ हामीले थोरै थोरै गरी पानी राख्दै मुस्नुपर्छ। थोरै थोरै पानी राख्दै मैले चाहिँ पिठोलाई मुछेर डो रेडी गरिसकेको छु। अब चाहिँ हाम्रो डो रेडी भइसकेको छ। अब चाहिँ हामीले यसलाई 1 देखि 2 घण्टा रेस्ट गर्नको लागि छोडिदिनुपर्छ। यसलाई चाहिँ मैले एउटा प्लास्टिकमा र्याप गरेर रेस्ट गराएको छु ताकि हाम्रो डो नरम बनोस्। डो रेडी गरिसकेपछि किमाको लागि इस्कुस र प्याजलाई पनि मैले तासेर रेडी गरिसकेको छु। अब चाहिँ हामीले इस्कुस र प्याजलाई राम्रोसँग पखाल्नुपर्छ। इस्कुस र प्याजलाई राम्रोसँग पखालेर ल्याइसकेपछि मैले चाहिँ इस्कुसलाई यसरी कोरेसोमा ग्रेट गर्दै छु। हजुरहरुले चाहिँ यसलाई किमा मेकर किमा मेसिन जेमा बनाउँदा पनि हुन्छ। र यदि हजुरहरुसँग ग्रेटर किमा मेसिन दुवै छैन भने हजुरहरुले यसलाई चपिङ बोर्डमा पनि मसिनो गरेर काटेर बनाउन पनि सक्नुहुन्छ। मैले चाहिँ यहाँ सबै इस्कुसलाई ग्रेट गरेर सकिसकेको छु। अब चाहिँ हामीले यसमा थोरै नुनलाई राखेर केही बेर रेस्ट गराउनु पर्छ। इस्कुसमा चाहिँ पानी एकदमै हुने भएकोले यसको पानीलाई मज्जाले निकाल्नका लागि यसमा नुन थोरै राखेर यसलाई रेस्ट गराउनु पर्छ। केही बेरपछि हजुरहरुले देख्न सक्नुहुन्छ यो इस्कुसबाट कति धेरै पानी निस्किएको छ। अब यो निस्किएको पानीलाई चाहिँ हामीले फालिदिनु पर्छ। पानीलाई फालिसकेपछि अब चाहिँ हामीले मोमो फिलिङ रेडी गर्नुपर्छ, जसको लागि यहाँ मैले प्याजलाई पनि काटेर रेडी गरिसकेको छु। प्याजलाई चाहिँ हामीले धेरै मसिनो गराइराख्नु पर्दैन, यतिको भए पनि हुन्छ। मैले चाहिँ मोमोको फिलिङ एकदमै सिम्पल वेमा बनाएको छु। प्याज राखिसकेपछि यसमा चाहिँ मैले थोरै स्वाद अनुसार नुनलाई पनि एड गरेको छु। नुन राखिसकेपछि थोरै एमएसजी अथवा अजिनामोटो, यो चाहिँ अप्सनल हो, हजुरहरुलाई मन पर्दैन भने स्किप गर्दा पनि हुन्छ। मैले चाहिँ यसमा लसुन र अदुवाको पेस्टलाई राखेको छैन ताकि छुट्टै स्वाद आओस् भनेर। हजुरहरुले चाहिँ यसमा लसुन अदुवाको पेस्ट, धनियाको पत्ता, प्याजको पत्तालाई पनि एड गर्न सक्नुहुन्छ। यसपछि यहाँ म राख्दै छु मोमो मसला। आफूलाई आवश्यक मोमो मसला एड गरिसकेपछि यसमा चाहिँ मैले थोरै सनफ्लावरको तेललाई पनि एड गर्दै छु। तेललाई चाहिँ हजुरहरुले तताएर पनि राख्न सक्नुहुन्छ, मैले चाहिँ काँचो तेललाई नै एड गरेको छु। अब चाहिँ हामीले यसलाई मज्जाले मिक्स गर्नुपर्छ। अब चाहिँ हाम्रो मोमो फिलिङको लागि किमा पनि रेडी भइसकेको छ। र यहाँ चाहिँ रहेको छ अचारको लागि चाहिने इन्ग्रेडियन्ट्सहरु, जसमा रहेको छ थोरै जिरा, टिमुर, लसुन र अदुवा अनि सुकेको खोर्सानी, थोरै भुटेको तिल र टमाटर। 2 घण्टासम्म मज्जाले डोलाई रेस्ट गरिसकेपछि अब चाहिँ हाम्रो डो मोमोको र्याप बनाउनको लागि पनि रेडी भइसकेको छ। यसलाई चाहिँ एकपटक फेरि पनि हामीले राम्रोसँग मज्जाले यसरी मुछ्नुपर्छ। अब चाहिँ हामीले डोबाट आफूलाई चाहिने पिठोलाई चुड्याउँदै यसरी सानो सानो गोलो गोलो बल बनाउँदै राख्नुपर्छ। अब चाहिँ म यो बललाई ड्राई पिठोमा डिप गरेर बेलनाको मद्दतले यसलाई म किमा र्याप गर्नको लागि शेप दिदैछु। हामीले बनाएको डो कतिको राम्रो भएको छ भनेर यसरी पनि हामीले थाहा पाउन सकिन्छ। हजुरहरुले देख्न सक्नुहुन्छ मैले यसरी रोटी बनाउँदै गर्दा यो रोटी कहीँ पनि टाँसिएको पनि छैन, एकदमै राम्रोसँगले आफै गोलो हुँदै गइरहेको छ।
यतिको सेप भइसकेपछि अब चाहिँ हजुरहरूले यसमा किमा राखेर मोमो बनाउन सक्नुहुन्छ। हजुरहरूले मोमो जुनसुकै सेपमा पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ यसलाई गोलो सेपमा बनाएको छु। अब बाँकी रहेको डोलाई पनि हजुरहरूले यसरी नै बनाउँदै जानुपर्छ। मलाई चाहिँ खासै राम्रो मोमो र्याप गर्न आउँदैन। अब चाहिँ हाम्रो मोमो स्टिम गर्नको लागि पनि रेडी भइसकेको छ। र यहाँ चाहिँ मैले अलरेडी मोमो स्टिम गर्नको लागि पानीलाई पनि तताइसकेको छु। र यहाँ चाहिँ हाम्रो मोमोको चटनी पनि रेडी भइसकेको छ। मोमोसँग खानको लागि यो अचार चाहिँ एकदमै बेस्ट बनेको छ। यदि हजुरहरूलाई यसको रेसिपी चाहिन्छ भने कमेन्टमा भनिदिनु होला। र यता चाहिँ हाम्रो मोमो स्टिम भएर पनि अब यो सर्भ गर्नको लागि कम्प्लिटली रेडी भइसकेको छ। यदि हजुरहरू भेज हुनुहुन्छ भने यो रेसिपी अवश्य ट्राई गर्नुहोला। यसरी बनाएको इस्कुसको मोमो एकदमै फ्लेभरफुल हुन्छ। एकचोटि हजुरहरूको किचनमा अवश्य ट्राई गर्नुहोला। आशा छ आजको रेसिपी हजुरहरूलाई मन पर्यो होला। र यस्तै थप नयाँ रेसिपीको लागि मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरी धेरैभन्दा धेरै माया र सपोर्ट पनि गरिदिनु होला। र भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद।